यो चाहिँ हाम्रो गोपाल फाटकदेखि ओह्रालो झर्ने बाटो जुन चाहिँ टुक्रे है टुक्रे मगरजोङलाई जोडिने बाटो चाहिँ एकदम यस्तो रहेछ नाजुक खाल्डा भएको र यो बाटो चाहिँ अब यो ओह्रालो गयो भने चाहिँ यो बाटो एकदम बन्द छ गाडी कुद्ने छैन यो बाटो घुम्नुपर्ने हुन्छ है यो चाहिँ अलिकति तपाईहरुलाई लामो पर्ने छ यो बाटो चाहिँ र यहाँ गाडी पनि आएको अवस्था र म चाहिँ अब यो बाटो कस्तो छ भनेर एकदम तपाईहरुलाई पनि देखाउने छु र मलाई पनि जान्नुमा आउने छ है म पनि अननोन छु यो बाटो कस्तो छ ठीक छैन गाडी कुद्छ कुद्दैन म पनि अब जाँदैछु अन्दाजमै र हेरौँ है त कस्तो छ यो बाटो बाटोको एकदम सुरुवातमै मैले अलिकति रफ आइहालेँ है र यहाँ चाहिँ अलिक पिच राम्रै छ र कहाँ यसको प्रब्लम छ यो म हजुरहरूलाई यो बाटो एकदम देखाउँदैछु यो बाटो चाहिँ भन्नुपर्दा तपाईहरुको गोपाल फाटक टु तामाकोसी झर्ने ओह्रालोको बाटो हो यो चाहिँ म चाहिँ यो तपाईहरुलाई एकदम जानकारी होस् भनेर देखाउन गइरहेको छु है र यहाँ चाहिँ अस्ति भर्खरै गएको पहिरो यसले बाटो थुनिएको थिएछ धन्न बाटो चाहिँ सेफ भएछ बाटो चाहिँ सेफ भएछ कुद्ने यतिको कुद्ने चाहिँ भएको रहेछ र यो चाहिँ एकदम गोपाल फाटकदेखि ओह्रालो झर्ने बाटो चाहिँ तपाईहरुलाई एकदम अपडेट म यो दिइरहेको छु र तपाईहरुले हेर्न सक्नुहुनेछ बाटो हेरेर तपाईहरु यो बाटो पनि एकदम आउनु सक्नुहुन्छ म पनि अब झर्दैछु पासाङ गाउँ 4.50 किलोमिटर गाडी आयो गाडी आउँदै यो सानो बाटोमा गाडी नछिरेर ब्याक गरेर छिराउनै पर्ने भएकोले हेर्दाखेरि मैले तपाईहरुलाई ब्याक गरेको देखाउन सकिनँ र म एकदम जाँदैछु है अहिले म गाडीमा एक्लै छु र त्यही भएर चाहिँ म तपाईहरुलाई यो एकदम बाटोको अपडेट दिइरहेको छु ठाउँ ठाउँमा पहिरो गएकोले गर्दाखेरि बाटोहरू कहाँ के प्रब्लम भएको छ भनेर म आज फर्स्ट कुदै गरेको हो यो बाटोमा चाहिँ र तपाईहरुलाई एकदम जानकारी चाहिँ म लियो गराउन चाहँदैछु कि यो बाटो आउनेहरूलाई यो भिडियो हेरेर आउनु सक्नुहुन्छ कि कस्तो छ बाटो भनेर एकदम तपाईहरुलाई जानकारी हुनेछ म तपाईहरुको लागि एकदम अपडेट दिइरहेको छु र स्वयं पनि अपडेट लिइरहेको छु है म पनि फर्स्ट टाइम भएर र यो बाटो चाहिँ एकदम ठाउँमा यस्तै हो है खाल्डङ खुल्डुङहरू र यहाँ चाहिँ हेर्नुहोस् यत्रो पहिरो गएको रहेछ यहाँ सोरेर है गाडी कुद्ने ठाउँ बनाइदिनु भएको रहेछ र हामी एकदम कुद्नलाई एकदम सजिलो भइरहेको छ बाटो चाहिँ यहाँसम्म चाहिँ एकदम यतिको भए पनि गाडी कुद्नु सक्ने चाहिँ रहेछ है सानो वाहन पनि एकदम कुद्नु सक्ने बाटो एकदम रहेछ यहाँ चाहिँ अब यहाँ खोला आइरहेको छ यहाँ चाहिँ एकदम सानो वेगनरहरू पनि कुदेको देखिँदैछ है भनेपछि यो गाडी आउँदैछ भनेपछि त राम्रै छ होला जस्तो लाग्यो मलाई बाटो र मलाई पनि तलसम्मको जानकारी एकदम नभएकोले गर्दाखेरि म पनि एकदम अननोन छु र म तपाईहरुलाई पनि देखाएर म आफै पनि हेर्ने यो बाटोलाई निरीक्षण गर्दैछु है के कस्तो छ फेरि पनि यो बाटो हिँड्नुको लागि एकदम सजिलो होस् भनेर म आज यस बाटोलाई निरीक्षण गरिरहेको छु र हेरौँ कस्तो छ यो बाटो तपाईहरुलाई पनि देखाइरहेको छु एकदम गाउँ स्टार्ट भइसकेको छ यहाँबाट फुलहरू पनि फुलिरहेको छ तपाईहरुलाई मैले एकदम सबै अपडेट दिइरहेको छु यहाँ ठाउँ ठाउँमा चाहिँ
खाल्डाखुल्डीहरू रहेछ, साह्रो ठुलो चाहिँ छैन, सानो सानो खाल्डाहरू रहेछ। र पारी गाउँ देखिरहेको छ हाम्रो टुक्रे। बाटो चाहिँ एकदम यस्तै हो है, हाम्रो जुनै पनि बाटो एकदम यस्तै नै छ। वेगनर गाडीहरू पनि कुदेको देख्दाखेरि त मलाई पनि एकदम खुसी लागिरहेको छ कि यो बाटो हिँड्ने रहेछ भनेर। पहिरो गएर बाटो एकदम सानो भएको रहेछ, एकदम सानो रहेछ एउटा गाडी छिर्ने है। यो गोलाइमै एकदम ठुलै पहिरो गएको रहेछ र पनि बाटो एकदम ठिकै छ, ओके छ। एउटै गाडी छिर्ने भए पनि बाटो चाहिँ एकदम यहाँसम्म चाहिँ मलाई ठिकै लागिरहेछ। एकदम हजुरहरू याद गरेर आउनुहोस् होला। गोलाइ चाहिँ एकदम यहाँको चाहिँ एकदम डेन्जर छ है, नयाँहरूलाई एकदम साह्रो पर्ने हुन्छ। गोलाइ ज्यादा गोलाइ भएर गोलाइ पनि एकदम सानो भएकोले गर्दाखेरि चाहिँ यहाँ एकदम साह्रो नै पर्ने हुन्छ है। र म एकदम गाउँमा कुद्दैछु अहिले, म गाउँको बाटो म हजुरहरूलाई एकदम अपडेट दिइरहेको छु। हेर्नुहोस् सानो बाटो, यहाँसम्म चाहिँ मलाई एकदम ठिकै लागिरहेको छ बाटो। ठाउँमा त एकदम पहिरोले है यहाँ पनि झरिरहेको रहेछ। यहाँ एकदम गोलाइ आयो। यहाँनिर चाहिँ अलिकति पानी जमेकोले गर्दाखेरि, पानी जमेको ठाउँमा चाहिँ खाल्डा देख्नु अलिक साह्रो पर्छ र चाहिँ बिस्तारै नै लानुपर्ने हुन्छ। मैले गोपाल एकदम फाटक है यो पासाङ गाउँहरूलाई निकै काटेर ओह्रालो आएर अब यो तामाकोसीको रोड मैले पक्रिसकेको छु। र अब यो तामाकोसीको रोड के कस्तो छ त भनेर एकदम मलाई पनि जान्नुमा एकदम आतुर भइरहेछ है। र म एकदम जाँदैछु, हेरौँ के कस्तो छ बाटोहरू है, जानकारी लिँदै गरौँ। तपाईँहरूलाई अपडेट दिइरहेको छु र यो बाटो त एकदम यहाँसम्म चाहिँ ठिकै लागिरहेको छ मलाई। अब हेरौँ यो ओह्रालोको जुन चाहिँ गोलाइहरू प्रब्लम भइरहेको मैले सुन्नुमा आइरहेको थियो मलाई है। त्यही भएर चाहिँ यसको के कस्तो छ त भनेर आज मैले यो बाटो कुद्ने निर्णय गरेको हो, बाटोलाई हेर्नको लागि पनि। र यहाँ गोलाइ चाहिँ एकदम डेन्जर गोलाइ छ र नयाँहरूलाई चाहिँ एकदम यो गोलाइ साह्रो पर्ने हुन्छ। यो गोलाइ आएको छ है। अब यो गोलाइमा यहाँ अलिक खाल्डा रहेछ र मैले एकदम यताबाट लानुपर्ने रहेछ। यसो पनि खाल्डामा पसिहाल्यो। ल हेरिहाल्नुहोस् टुक्रे, यो चाहिँ एकदम टुक्रे है। र म यो टुक्रेको बाटो जाँदै गर्दैछु। यहाँसम्म त बाटो एकदम ठिकै लागिरहेको छ मलाई। अब हेर्दै जाउँ अझै ओह्रालो जाँदाखेरि के कस्तो बाटोहरू भेट्नेछौँ। तामाकोसी पनि हामी एकदम नजिक आइसकेका छौँ। तपाईँहरूलाई म एकदम तामाकोसीसम्मको अपडेट यहाँ है दिइरहेको छु। यहाँ गोलाइमा अलिकति खाल्डा रहेछ, यताबाट जानुपर्ने रहेछ। यताबाट जानुपर्ने रहेछ है। र यहाँसम्मको बाटो एकदम ठिकै छ। यो बर्खाले, यो पानीले यो बाटो एकदम बिगारेको छैन रहेछ भनेर हामीले एकदम जानिसकेका छौँ, देखिसकेका छौँ। यहाँसम्मको बाटो चाहिँ तपाईँहरूलाई मैले एकदम अपडेट दिइसकेको छु। र बाटोमा एकदम केही असुविधाहरू रहेन रहेछ भन्ने एकदम जानकारी पाइसकेका छौँ हामीले है। अब तामाकोसीसम्मको रोड
त्यहाँसम्म पुग्दाखेरि के कस्तो छ त भनेर अब हामी फेरि हेर्दैछौँ। जान्ने नै छौ गाडी आयो, मैले यहाँनिर साइड दिनुपर्ने हुन्छ गाडीलाई। यत्रो सेपेर साइड दिइरहेको छु, एकदम आरामले नै गयो है त्यो गाडी। भनेपछि वेगनर पनि आउँदैछ यो बाटो भनेपछि खासै यो बाटोमा त्यस्तो प्रब्लम छ जस्तो चाहिँ मलाई लागेन। हेर्दै जाउँ कहाँसम्मको बाटो ठिकै छ। गोलाइले चाहिँ एकदम हातै दुखाउने रहेछ स्ट्रिङ काटेकोले। ल हेर्नुहोस् टुक्रे तामाकोसी। सिन हेरिहाल्नुहोस् सिन। थिएछ सोलिङ हालेर एकदम ओके भइसकेको रहेछ। र यहाँसम्मको बाटो चाहिँ एकदम ठिकै नै लाग्यो मलाई है। अब योभन्दा अगाडि यहाँनिर रहेछ बाटो चाहिँ, यहाँ चाहिँ एकदम रहेछ खराब। माटो रहेछ माटो, यहाँ चाहिँ एकदम माटो रहेछ। यहाँ चाहिँ माटो रहेछ भनेपछि यहाँ चाहिँ एकदम होसियारसँगले जानुपर्ने रहेछ, बिस्तारीसँगले जानुपर्ने रहेछ। यहाँ चाहिँ यहाँभन्दा अगाडि हेरौँ कस्तो छ बाटो। तामाकोसी पुग्नको लागि अब केही गोलाइहरू बाँकी रहेको। अब 2-4वटा गोलाइ आइसकिसकेपछि तामाकोसी पनि हामी एन्ट्री गर्नेछौँ। एकदम नजिक आइसकेका छौँ हामी तामाकोसीको। बाटो त हेर्नुहोस् पिस ओके छ यहाँसम्म त। त्यही एक ठाउँ अलिकति मलाई खराबी लाग्यो है। अब यो ओह्रालो हेरौँ, यहाँनिर पनि एकदम मैले देख्दैछु खाल्डाखुल्डीहरू। यहाँ पनि एकदम खाल्डाखुल्डी रहेछ। आइया यहाँ पनि एकदम रहेछ। भनेपछि यो तामाकोसीको सुरुवातमा चाहिँ एकदम बाटो यस्तो खराब रहेछ। आइया दुई ठाउँ त एकदम खराबी भेटिएको छ। ओह्रालो आउनुको लागि त एकदम सजिलोले आइहाल्छ है। अब अप गाडीलाई चाहिँ यहाँ कतिको साह्रो पर्छ त। मैले अप त कुदाएर अनुभव गरेको छुइनँ। र ओह्रालोको अपडेट चाहिँ एकदम म यहाँ तामाकोसी नजिक आइसकेको छु। र यो गोलाइ एकदम यहाँ पनि खराबी रहेछ। यहाँ पनि अपलाई अलिकति साह्रो पर्ने रहेछ, डाउनलाई त्यस्तो साह्रो परेन। ठाउँ-ठाउँमा 2-3 ठाउँ है भेटिसक्यौँ हामीले एकदम बाटोको खराबी। अब अझै यहाँ आउँदैछ खराबीहरू। यहाँ पनि त्यस्तै रहेछ यहाँ पनि बाटो। आइया यहाँ पनि एकदम बाटो अप आउनुको लागि साह्रो नै पर्ने रहेछ। र यहाँ अर्को पनि आउँदैछ फेरि यो गोलाइमा खराबी। बाटोको कन्डिसन एकदम नाजुकै छ यहाँ। ल यहाँ चाहिँ एकदमै
अप आउनु चाहिँ अलिक साह्रै पर्ने रहेछ। बिस्तारी आया हल्लायो हो, बिस्तारी आउनु पर्ने रहेछ। उकालो चाहिँ ओह्रालो त ठिकै छ यतिको। र अब हामी तामाकोसी पनि एन्ट्री भइसकेका छौँ। र यहाँ रहेछ अलिक यहाँ मुखैमा खराबी रहेछ बाटोको, एकदम यहाँ खराब रहेछ। ल एकदम हामी तामाकोसी एन्ट्री भइसकेका छौँ र तपाईँहरूलाई मैले बाटोको अपडेट पनि दिइसकेको छु है। तपाईँहरूले अब